क्वेश्चन नंबर 25 बाट गरौँ। BBS फर्स्ट इयर बिजनेस स्टार्ट अन्तर्गतको इन्डेक्स नम्बर च्याप्टरबाट हामी काम गर्दैछौँ र यहाँभन्दा अगाडि क्वेश्चन नम्बर 24 सम्म सोल्युसन गरिसकेको छ भने आज क्वेश्चन नम्बर 25, 26, 27, 28 र 29 त्यस्तै 30 र 31 सम्मै सम्पूर्ण क्वेश्चनहरू गर्ने प्रयास गर्नेछौँ। र यहाँ चाहिँ एउटा टेक्सटाइल वर्करले पाउने स्यालेरी 3500 दिएको छ। द कस्ट लिभिङ इन्डेक्स फर द पार्टिकुलर मन्थ इज 136 र कस्ट लिभिङ इन्डेक्स पनि हामीलाई 136 दिएको छ। दुईटा डाटा दिएको छ। युजिङ द फलोइङ डाटा फाइन्ड द अमाउन्ट ही स्पेन्ड अन द हाउस रेन्ट एन्ड क्लोदिङ। उसको यो हाउस रेन्ट र क्लोदिङमा उसले कति खर्च गरेर छ भनेर निकाल्नु पर्ने छ। यो दुईटा फाइन्ड आउट गर्नु पर्यो। यहाँभन्दा अगाडि पुरै फिलअप दिन्थ्यो, सबै कुरा दिन्थ्यो, यो पनि दिन्थ्यो, यो पनि दिन्थ्यो। हामीले कस्ट लिभिङ इन्डेक्स निकाल्थ्यौँ भने आज हामीलाई कस्ट लिभिङ इन्डेक्स दिएको छ र यसको वेट पनि पुरै दिएको छ, समेसन दिएको छ भने यी दुईटा यो दुईटा चाहिँ हामीले फाइन्ड आउट गर्नु पर्यो। त्यसको निमित्त मैले एक्सपेन्डिचरलाई वेट भनेर राखिदिएँ। एक्सपेन्डिचर भनेको त प्राइस इन्टु क्वान्टिटी हो सधैँ। यसलाई कहिलेकाहीँ टोटल भ्यालु पनि भन्छ, एक्सपेन्सेस पनि भन्न सक्ला र खर्च हो। अनि वेट यो 1400 दियो र यसलाई वाट भनेको छ ए भनेर सपोज गरेको। त्यसपछि यसमा पनि वाट भनेको छ, यसलाई बी भनेर सपोज गरेँ। यो 560 यहाँबाट आयो र यो 630 यहाँबाट आयो। क्वेसन कुरा क्लियर बुझिएको होला। यो भ्यालु र यो भ्यालु हामीलाई निकाल्नु पर्ने छ। त्यसैले हामीले ए र बी भनेको सपोज गरेको, अरू केही पनि होइन, सपोज गरेका छौँ। हामीलाई निकाल्नु पर्ने भ्यालुलाई सपोज गर्यो। अब इन्डेक्स नम्बर पनि क्वेसनले दिएको छ। करेन्ट इन्डेक्स, ग्रुप इन्डेक्स नम्बर भनेर दिएको छ। इन्डेक्स भनेको आई को रूपमा लिए मैले 180, 150, 100, 110 र 80 यति आयो। यसले आई भने के हो त भन्दाखेरि P1/P0 इन्टु 100 गरेर आएको भ्यालु हो, जुन क्लियरली आफै दिएको छ। मलाई कस्ट लिभिङ इन्डेक्स निकाल्नलाई त डब्लु र आई मल्टिप्लाई गर्नु पर्यो। त्यही भएर डब्लु आई यहाँनिर भयो। यो भइसकेपछि डब्लु र आई मल्टिप्लाई गरौँ। डब्लु र आई यसरी मल्टिप्लाई गर्दाखेरि हाम्रो भ्यालु आउँछ यति। त्यसपछि 150 र ए मल्टिप्लाई गरौँ, आयो 150A। 100 इन्टु बी 100B। त्यसपछि 560 इन्टु 110 यति आयो र 630 इन्टु 80 गर्दा हाम्रो भ्यालु यति आयो। र यसलाई जोडिदिउँ सबै। जोड्दाखेरि यो र यो जोडिने भएन, त्यतिकै प्लसमा राख्यो यी, अनि बाँकी रहेको यो र यो एडिसन गर्दा यति भ्यालु आयो। त्यस्तै हामीलाई समेसन डब्लु पनि आवश्यक पर्छ। समेसन डब्लु आवश्यक पर्ने भएको कारणले गर्दा यसलाई पनि जोडिराखौँ। जोड्दा यति आयो। र अब कस्ट लिभिङ इन्डेक्स नम्बरको फर्मुला लगाउने हो। त्योभन्दा अगाडि टोटल अर्निङ पनि यहाँको दिएको कारणले गर्दा टोटल अर्निङ भनेको डब्लु हो, उसको जाला अथवा कमाएको डब्लु। टोटल अर्निङ कति छ भन्दा 3500 छ र हामीलाई भर्खरै यहाँ टोटल अर्निङ भर्खरै निकालेका छौँ। समेसन डब्लु भनेको 2590 प्लस ए प्लस बी इक्वल टु 3500। ए प्लस बी यतैपट्टि बस्यो र 2590 उतापट्टि माइनसमा भएर गयो र सब्ट्र्याक्सन गर्दाखेरि हाम्रो 910 आयो र ए प्लस बीको भ्यालु 910 आयो। अब मैले यसलाई बी इक्वल टु 910 माइनस ए भनेर राखिदिन्छु। यो युज हुन्छ पछि। अब म केमा जान्छु भन्दाखेरि कस्ट लिभिङ इन्डेक्स नम्बर भनेर क्वेसनले आफै दिएको छ। 136 यो लेखेँ र कस्ट लिभिङ इन्डेक्स नम्बरको फर्मुला के हो त? समेसन डब्लु आई बाई समेसन डब्लु हो। त्यही फर्मुला युज गर्दैछु, गरेँ। र यस पछाडि अब हामीले यतापट्टि 136 लेख्यो र समेसन डब्लु आई को भ्यालु हामीसँग यहाँनिर रेडी अवस्थामा छ। समेसन डब्लु आई को भ्यालु यही भ्यालु मैले यहाँनिर राख्ने हो। र समेसन डब्लु को भ्यालु त क्वेसनले कति दिएको छ? 3500 दिएको छ, त्यो पनि मैले युज गरेँ। अब यताउति क्रस मल्टिप्लाई गर्ने, एन्सर निकाल्ने। और
के भयो त भन्दा यो सेम छ, यो सेम छ, 100 पनि सेम छ र बी को ठाउँमा 910 माइनस ए गरे यो युज गरेको माथिको। त्यस पछाडि यतापट्टि 136 इन्टु 3500 क्रस मल्टिप्लाई भयो। अब हाम्रो पालो के हो त भन्दा यो यतापट्टि लगिदिने माइनस गरिदिने, यत्तिकै सारौँ पहिला एकचोटि। यो सेम टु सेम भयो, यो 100 इन्टु 910 यति आयो, यो 100 इन्टु ए माइनस 100 ए यतापट्टिको मल्टिप्लाई गरेर राख्यो। यस पछाडिको पाटोमा 150 बाट 100 घटाउँदाखेरि 50 ए, यो यही छ र यो यही छ, केही गरिएको छैन, अलि लामो बनाउन मात्र खोजेको हो मैले। अब जोडिदिउँ र उतापट्टि लगेर घटाइदिउँ। हेरौँ त यो 50A यतैपट्टि बस्यो, यो 47600 उतैपट्टि छँदैछ, यो यतापट्टि जाँदाखेरि माइनस भयो र यो यतापट्टि जाँदाखेरि पनि माइनस भएर बस्यो। यति भइसकेपछि यतापट्टिको सबट्र्याक्सन गर्दाखेरि कति आयो त 21000 आयो। सो यतापट्टि 50A छँदैछ। अब 50 ले डिभाइड गरिदिउँ, ए को भ्यालु ट्याक्कै आयो 420। बी को भ्यालु निकाल्नु पर्ने छ हामीसँग। बी को लागि निकाल्नलाई बी इक्वल टु 910 माइनस ए भनेर पहिले यहाँ निकालेर राखिसकेका छौँ अगाडि नै। अब 910 माइनस ए को भ्यालु भर्खरै 420 निकालेका छौँ। ल भ्यालु लगाइदिँदा बित्तिकै हाम्रो आयो भ्यालु 490। त्यही भएर ए को भ्यालु 420 र बी को भ्यालु 490। यति खर्च गर्दो रहेछ उसले भन्ने कुरा ट्याक्कै थाहा भयो। अब क्वेसन नम्बर 26 तर्फ जाउँ। क्वेसन नम्बर 26 राम्रोसँग पढौँ एकचोटि। यहाँ पनि the cost living index number on a certain data was 200. cost living index नम्बरै दिएको छ, निकाल्नु पर्ने होइन। 200 from the base period the percentage increases in the price where रेन्टमा 60% ले बढेको छ। यता हेरौँ त, पर्सेन्टेज इन्क्रिजेस इन द प्राइस, रेन्टमा 60, यो रेन्ट हो, रेन्टमा 60 बढ्यो। क्लोदिङमा 250, क्लोदिङमा 250 बढ्यो। हेर्नु है, तल पनि मैले गर्दैछु है। क्लोदिङमा 250, क्लोदिङमा 250 भइसकेपछि अर्को छ फ्युल एन्ड लाइटमा 150। ल फ्युल एन्ड लाइटमा 150 यसरी आयो, फ्युल र लाइटमा 150, फ्युल मात्र लेखेको छु मैले। त्यसपछि हाम्रो बढेको छ 150 इन मिसलिनियस। यो मिसलिनियसमा चाहिँ 150% ले बढेको छ। 120 लेख्यो, 120 ले बढेको रहेछ। ल ठिक छ, लाइटमा 150 र यतापट्टि फ्युल र लाइटमा 150 र मिसलिनियसमा 120 ले बढेको छ। त्यही 120 यहाँ मैले फिलअप गरेर राखेँ। मलाई ए ले बढेको त यो फुडमा कति बढेको छ पर्सेन्टेज दिएको छ नि, त्यही भएर यसलाई मैले ए से गरेँ। यति कुरा बुझौँ है, पहिला यसले भनेको कुरा त्यति हो। टेबलमा मैले फिलअप गरिसकेको छु। त्यसपछि अर्को दिएको छ यसले, वाट वाज द पर्सेन्टेज इन्क्रिजेज इन द फुड, फुडमा कति पर्सेन्टले बढ्यो भनेर भनेको छ। मैले फुडलाई ए से गरिसकेँ। द वेट फर अ डिफ्रेन्ट ग्रुप वेयर, फेरि वेट दियो, वेटलाई मैले यहाँ राखेँ। फुडको लागि 60, रेन्टको लागि 16, क्लोदिङको लागि 12 र फ्युलको लागि 8 र मिसलिनियसको लागि 4। यो डाटा मैले यहाँ कपी गरेँ र यति कपी गरिसकेपछि यो पर्सेन्टेजमा यो चाहिँ यो सपोज गरेँ र सुरुमा यो त बढेको हो। सुरुमा त प्राइस कति हुन्छ त भन्दा 100 हुन्छ बेस पिरियडमा। त्यही भएर यसलाई सबैलाई मैले नदिएको अवस्थामा 100 भनेर सपोज गरेँ। बेस प्राइस त चाहियो मलाई, सो यो 100 भनेर सपोज गरेको हो बेसमा। अहिले कस्ट लिभिङ इन्डेक्समा समेसन डब्लु पनि चाहिने भएको कारणले गर्दा यसलाई मैले जोडेर लेखिदिएँ। समेसन डब्लु भनेको यहाँ 100 रहेछ। ल अब यो त भइहाल्यो। अब
करेन्ट प्राइस इन्डेक्स कति भयो त भनेर यतापट्टि जान्छौँ। करेन्ट इन्डेक्स अथवा करेन्ट प्राइसलाई P1 पनि लेख्छ। P1 भनेको के हो त भन्दाखेरि बेस प्राइस प्लस इन्क्रिजेज पर्सेन्टेज हो। बेस प्राइस 100 छ र इन्क्रिज चाहिँ कति छ ए छ भनेपछि 100 प्लस ए। त्यसपछि 100 प्लस ए भयो। अब यहाँ 100 प्लस 60 160, 100 प्लस 250 350, 100 प्लस 150 250, 100 प्लस 120 220 आयो। यसरी हामीले पर्सेन्टेज बढेको कुरा पनि इन्क्रिज गऱ्यौँ। र यहाँ एउटा कन्फ्युजन चाहिँ के लाग्न सक्छ भन्दाखेरि यो त अब करेन्ट प्राइस भयो, P1 लाई किन आई लेखेको, इन्डेक्स आई लेखेको भन्ने हुन सक्छ। यो आई भनेको त P1 बाई P नट इन्टु 100 हो। अब यहाँ हेरौँ त P1 भनेको 100 प्लस ए बाई P नट, सुरुको इन्डेक्स भने त 100 इन्टु 100 गर्दाखेरि त यो 100 र 100 कट भएर यही P1 नै बाँकी रहने भयो क्या। सो त्यसरी लेखेको। फेरि क्लियर गरिदिउँ। आई इक्वल टु P1 बाई P नट इन्टु 100 हो। P1 भनेको 100 प्लस ए छ र P नट भनेको सुरुमा 100 छ इन्टु 100 भयो। यसरी यो कट भएर 100 प्लस ए नै हुने स्थिति आएको कारणले गर्दा हामीले P1 लाई आई नै भनेर सपोज गरेका छौँ। र कस्ट लिभिङ इन्डेक्स नम्बर निकाल्नको निम्ति W र आई मल्टिप्लाई गर्नुपर्ने हुन्छ। हामीसँग W यहाँ छ र आई चाहिँ यहाँनिर छ। मल्टिप्लाई गरिदिन्छौँ। 60 ले 100 लाई मल्टिप्लाई गर्दा 6000, 60 ले ए लाई मल्टिप्लाई गर्दा 60, 16 इन्टु 160 गर्दा यति, 12 इन्टु 350 गर्दा यो, 8 इन्टु 250 गर्दा यो, 4 इन्टु 220 गर्दा यो। यति आइसकेपछि हाम्रो भ्यालु हुन्छ, यो सबै जोडिदिउँ। जोडिँदाखेरि यति आउने भयो। पहिला कन्स्ट्यान्ट जति जोडिदिने 15640 प्लस 60 यसलाई लास्टमा राखिदिने र हामीलाई कस्ट लिभिङ इन्डेक्स नम्बर इक्वल टु 200 क्वेसनले दिएको छ र समेसन WI बाई समेसन W इक्वल टु 200। समेसन WI को भ्यालु माथिबाटै यहाँनिर छ हामीसँग। समेसन WI को भ्यालु यो भ्यालु इनपुट गर्यो यहाँनिर र समेसन W को भ्यालु यहाँनिर छ, यो इनपुट गर्यो। यतापट्टिको 200 छँदैछ। अब यसलाई हेरौँ। त्यसपछि क्रस मल्टिप्लाई गर्दा यतापट्टि 2000 हुन पुग्यो भने यतापट्टि माथिको न्युमरेटरमा जस्ताको जस्तै भ्यालु छ र 60 लाई उता राख्यो। यो उता जाँदाखेरि माइनस भयो, यो पार्ट चाहिँ माइनसमा गयो। सबट्र्याक्सन गर्दाखेरि हाम्रो भ्यालु यति आयो र यसलाई 60 ले डिभाइड गर्दाखेरि भ्यालु 72.67 आएको छ। भनेपछि 72.67 ले के गर्दो रहेछ, पर्सेन्टेजले बढ्दो रहेछ भन्ने कुरा पनि क्लियरली थाहा भयो। क्वेसन नम्बर 27 मा छ, द फलोइङ टेबल गिव्स cost living index number for different commodities group together with respective weight 2013 बेस चाहिँ 2000 हो। बेस 2000 छ यसमा र ग्रुप इन्डेक्स नम्बर यतापट्टि दिएको छ र यतापट्टि ग्रुप वेट दिएको छ। वेटलाई मैले यहाँ ल्याएर राखेँ, इन्डेक्सलाई यतापट्टि ल्याएर राखेँ जस्ट, र समेसन W जोडेर निकालियो 100। र क्वेसनले के भनेको छ त्यो हेरौँ पहिला। obtain the overall cost living index हो। कस्ट लिभिङ इन्डेक्स नम्बर निकाल्नु पर्ने रहेछ पहिला। त्यसपछि नेक्स्ट पार्टमा सपोज पर्सन वाज अर्निङ 500 इन 2000, 2000 मा इन 2000 उसको अर्निङ चाहिँ आरएस 500 छ भने यही what should be his salary in 2013
2013 मा उसको स्यालेरी कति होला 2000 भनेको बेस इयर हो र 2000 इयर भनेको अहिले करेन्ट इयर हो if his standard living in that year to be same in 2000 जसरी ऊ 2000 मा आफ्नो स्ट्यान्डर्ड लिभिङ मेन्टेन गरेको थियो त्यस्तै गरी 2013 मा पनि उसको स्ट्यान्डर्ड लिभिङ मेन्टेन गर्नको निमित्त उसको स्यालेरी कति हुनुपर्छ भनेर भन्छ दुईटा क्वेसनलाई हामीले काम गर्छौँ 2000 सालमा 500 रुपियाँ थियो भने अब 2030 मा उसको स्यालेरी कति हुनुपर्छ भनेर सोधेको यो कुरालाई हामी गर्छौँ र पहिला कस्ट लिभिङ इन्डेक्स निकालौँ र डब्लुआई चाहिहाल्यो कस्ट कस्ट लिभिङ इन्डेक्स नम्बर निकाल्नको निमित्त यो र यो दुईटा मल्टिप्लाई यो र यो मल्टिप्लाई यहाँ यो र यो मल्टिप्लाई यहाँ यो र यो मल्टिप्लाई यहाँ राखिदिने यो र यो मल्टिप्लाई गर्ने यहाँ राखिदिने अब यो समेसन डब्लुआई सबै जोडिदिने यति आयो यति आइसकेपछि पहिला कस्ट लिभिङ इन्डेक्स निकालौँ कस्ट लिभिङ इन्डेक्स निकालिसकेपछि हाम्रो काम रहन्छ हेरौँ समेसन डब्लुआई बाई समेसन डब्लु भनेको हामीसँग डब्लुआई भनेको 37690 बाई 100 र भ्यालु आयो हाम्रो यति अब नेक्स्ट पार्ट जाएँ पहिलो पार्ट सकियो उसले 500 रुपियाँ अर्निङ गर्छ कहिले 2000 मा त्यति बेलाको कस्ट लिभिङ इन्डेक्सलाई हामीले 100 रुपिज मान्छौँ बेस इयरमा है त इफ लिभिङ इन्डेक्स इज 100 देन स्यालेरी इज 500 भनेर यसरी हामीले सपोज गरेको यो 100 चाहिँ बेस इयरमा चाहिँ 100 थियो भन्ने कुरा जनाउँछ त्यति बेलाको स्यालेरी चाहिँ 500 भयो भनिसकेपछि अब म युनिटरी मेथडको तरिकाबाट गर्छु इफ लिभिङ इन्डेक्स इज 1 यो 100 को ठाउँमा 1 भयो भने देन स्यालेरी इज कति हुन्छ डिक्रिज हुन्छ 500 बाई 100 हुन्छ युनिटरी मेथडबाट गरियो है क्लियर छ होला 100 वटाको 500 पर्छ भने एउटाको 500 का बाई 100 पर्छ कम पर्छ त्यही भएर डिभाइड गरेको भन्ने कन्सेप्टमा गए पनि हुन्छ अब यो 300 2013 मा त 376.9 छ हामीले भर्खर निकालेको 2013 को लागि हो अब 376.9 के गर्ने यसैलाई मल्टिप्लाई गरे चलिहाल्छ 376.9 इन्टु यो गरिदिउँ र यो गर्दा यति आयो कुरा सकियो है यो क्वेसन पनि धेरै इम्पोर्टेन्ट छ एक्जाममा धेरैचोटि रिपिट छ युनिटरी मेथडबाट मैले गरिदिएँ सजिलो भयो फर्मुला लगाए पनि हुन्छ क्वेसन नम्बर 28 जाउँ 28 मा हामीलाई प्राइस इन्डेक्स नम्बर अफ टु आइटम दुईटा आइटम रहेछ आइटम ए र आइटम बी मैले फर आइटम ए र फर आइटम बी भनेर दुईटा आइटमलाई छुट्टा छुट्टै टेबल बनाउने प्रयास गर्दैछु र इफ टु आइटम आर एजाइन वेट अफ 64 एन्ड 36 रेस्पेक्टिभली ल ए को निमित्त वेट चाहिँ 64 र 36 मैले सपोज गरिदिएँ र द प्राइस इन्डेक्स बिकम 279 यसको प्राइस इन्डेक्स नम्बर चाहिँ 279 हुन्छएको लागि भनेर भनेको छ प्राइस इन्डेक्सको फर्मुला त समेसन डब्लुआई बाई समेसन डब्लु त्यही भएर आई चाहिँ मलाई यसले क्वेसनले दिएको छैन र मैले त्यही भएर आईलाई ए र बी पहिलो आइटमको लागि ए भनेर सपोज गरेँ दोस्रो आइटमको लागि बी भनेर सपोज गरिदिएँ यतापट्टि समेसन जोडिदिएँ यसपछि मैले डब्लु र आई मल्टिप्लाई गर्नुपर्ने हुन्छ 64 इन्टु ए 36 इन्टु बी र यो सबैलाई जोडिदिँदाखेरि यति आयो भ्यालु अब प्राइस इन्डेक्स इक्वल टु 279 यो पहिल्यै भनिसकेको छु यो फर्मुला भयो अब हाम्रो काम हुन्छ डब्लुआई को भ्यालु ल्याएर राखिदिने र डब्लु को भ्यालु ल्याएर राखिदिने यहाँबाट ल्याएर राख्यो है त्यसपछि कति हुन्छ 279 64A प्लस 36B इक्वल टु यहाँबाट एउटा इक्वेसन आयो अब ग्रुप बी को निमित्त फर बी को लागि वेट हेरौँ के दिएको छ सिमिलरली
इफ दे आर एज इन वेट 50 इच, प्रत्येकको लागि दुईटा आइटम छन्, पहिलोको लागि नि 50 र सेकेन्डको लागि नि 50 गर्यो भने त्यसको प्राइज इन्डेक्स नम्बर चाहिँ 265 हुन्छ। 50 50 गरे र त्यसको प्राइज इन्डेक्स नम्बर चाहिँ 265 हुन्छ भनेर भनेको छ। फर्मुला त त्यही अगाडिको जस्तै भयो र समेसन डब्लु यहाँनिर जोडेँ मैले र आईलाई चाहिँ सपोज गर्छु ए र बी भनेर यसको निमित्त र यतापट्टि डब्लुआई गरे मल्टिप्लाई भयो र समेसन डब्लुआई पनि निस्क्यो यसरी। यो र यो मल्टिप्लाई गरेर यहाँ, यो र यो मल्टिप्लाई गरेर यहाँ र यसको सम जोडेर यहाँ। त्यस पछाडि फर्मुलामा लगेर यहाँ लिएर राख्यो हामीले 50a प्लस 50 बाई 100 इक्वल टु 265 मल्टिप्लाई गरिदिउँ र 50 ले डिभाइड गरेको छ है। यहाँ यसले क्रस मल्टिप्लाई गरेर डिभाइड बाई 50 डिभाइड बाई 50 डिभाइड बाई 50 गर्दा यति आयो र मसँग इक्वेसन 1 र इक्वेसन 2 दुईटा इक्वेसन भयो, त्यही माथिको कपी गरेर यहाँ राखेको छु भर्खरै निकालेको इक्वेसन्स। अब मैले इक्वेसन ए 1 र 2 सल्भ गरेर ए र बी को भ्यालु निकाल्छु। इक्वेसन ए र बी सल्भ गर्नलाई क्याल्सीको हेल्प लिए पनि हुन्छ, नभए यो 64 छ नि, यहाँ 64 बनाइदिएर माइनस गर्यो भने हुने भएको कारणले गर्दाखेरि इक्वेसन 1 माइनस 64 टाइम्स इक्वेसन 2 गरिदिने। इक्वेसन 1 लाई यहाँ कपी गरेर जस्ताको तस्तै राखियो र इक्वेसन 2 लाई 64 ले मल्टिप्लाई गर्यो तीनटै आइटमलाई, यसलाई पनि र यसलाई पनि 64a 64 यसरी आएको हो। ल अब मल्टिप्लाई गरेको कुरा मैले यहाँ राखिदिएँ र अब यहाँनिर चाहिँ यो माइनस 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 सब्ट्र्याक्सन गर्ने भएको कारणले गर्दा यो आयो र यो 64 र 64 कट भयो। 36 बाट 64 सब्ट्र्याक्ट गर्दा यति र योबाट यो सब्ट्र्याक्ट गर्दा यति आयो। अब 28 ले माइनस माइनस कट भयो, 28 ले डिभाइड गर्दाखेरि 215 आयो। अब हामीसँग इक्वेसन 2 बाट a प्लस b इक्वल टु 530 थियो र एक b को भ्यालु 215 निकालिएको छ, त्यो लगेर कपी गरेर राखेँ मैले र यसरी सब्ट्र्याक्सन गर्दा a को भ्यालु पनि यहाँ आइपुग्यो। यो क्वेसन पनि त्यस्तो गाह्रो क्वेसन रहेन। अब क्वेसन नम्बर 29 लाई यसो हेरौँ। क्वेसन नम्बर 29 ले के भनेको छ। 29 लाई दुईवटा तरिकाले गर्न सकिन्छ है। यहाँ हेरौँ त, एक्सपेन्सेस दिएको छ, एक्सपेन्सेस एक्सपेन्डिचर जेसुकै भन्नुहोस् त्यो भनेको वेट हो। वेट भनेको पिनट प्राइज इन्टु क्वान्टिटी पनि हो, यो कुरा बुझ्नु जरुरी छ। र पी इन्टु क्यू कति छ 35 100 10 20 15 र 20 दिएको छ, यहाँ राखेँ र समेसन डब्लु पनि मैले निकालेर रेडी बनाएको छु। यस पछाडि र प्राइज इन 2010 लाई बेस मान्य छ, यो यहाँ दिएको कुरालाई यहाँ राखेँ पिनट र प्राइज इन 2011 लाई मैले P1 भनेर यहाँ सपोज गरेँ। मलाई कस्ट लिभिङ इन्डेक्स निकाल्नु पर्ने छ 2011 को एज कम्पेयर एज 2010। 2010 मा त 100 भनेर मानिन्छ र 2011 को निमित्त मैले कतिले चेन्ज भयो भनेर कम्पेयर गर्नुपर्ने छ। यसको निमित्त मसँग यस्तो फर्मुला छ प्राइज इन्डेक्स निकाल्ने है त। एउटा त्यो लास्ट पे मेथड फ्यामिली बजेट मेथड्स, एउटा अर्को मेथड्स। ल यो P1 Q0 P0 Q0 इन्टु 100 गर्न पाइयो। यसको निमित्त मसँग P1 र Q0 त Q0 छैन, P1 र P0 र P1 मात्र रहेछ, Q0 छैन। Q0 निकाल्नलाई यो फर्मुला लगाउनु पर्यो, P0 Q0 बाई P0 लगाउनु पर्यो। यताबाट गए पनि हुन्छ, यताबाट जाँदाखेरि मैले यसो डिभाइड गर्दाखेरि त्यहाँ डेसिमल बढी आउने भयो, त्यही भएर म यो मेथडबाट चाहिँ जान चाहिन, म अर्को फ्यामिली बजेट मेथडबाटै जान्छु। कस्ट लिभिङ इन्डेक्स नम्बर इक्वल टु समेसन डब्लु पी बाई समेसन डब्लु र जहाँ P इक्वल टु P1 बाई P0 इन्टु 100 हो। P पनि छ, P0 पनि छ, P1 पनि छ, दुईटै छ। दुईटै भएको अवस्थामा मैले यतापट्टि यो टाइम लस गरिनँ। हुन त यताबाट गर्दा पनि हुन्छ, कुनै कुनै क्वेसनमा
दुईटै मेथडबाट गर भनेर भनिदिन्छ। अहिले क्वेसन नम्बर 29 को मैले अहिले गर्दैछु भने 30 मा दुईटै मेथडबाट गर भनेर भनेको छ। त्यसमा यो मेथडबाट पनि गरिन्छ, त्यसलाई कन्फ्युजन हुनु पर्दैन। 30 मा एग्रिगेट एक्सपेन्डिचर मेथड र फ्यामिली बजेट मेथड दुईटैबाट गर्न भनेको छ। मैले अहिले यो फ्यामिली बजेट मेथडबाट गरिदिएँ, यसलाई समस्या नहुने भयो। अब यसको निमित्त मैले क्यापिटल पी निकाल्नु पर्यो। क्यापिटल पी भनेको P1 by P नट इन्टु 100 हो। ल र हेरौँ यहाँ, अब के गर्नु पर्यो त, P1 by P नट 145 डिभाइड बाई 150 इन्टु 100 गर्नु पर्यो, 96.67 आयो। त्यसपछि 23 by 25 इन्टु 100 गर्नु पर्यो, 92 आयो। 65 by 75 इन्टु 100। सिमिलरली यस्तै गरी यी भ्यालुहरू आएका छन्। यो डिभाइड बाई यो इन्टु 100 गर्दा यो आयो। अब डब्लु र पी मल्टिप्लाई गर्नु पर्यो हाम्रो कस्ट लिभिङ इन्डेक्स नम्बर निकाल्नको लागि। डब्लु र पी, डब्लु कहाँ छ, यहाँनिर छ। पी भनेको यो हो, डब्लु र पी यहाँ आयो, डब्लु र पी यहाँ आयो। यस्तै सिमिलरली डब्लु र पी, यो डब्लु र यो पी मल्टिप्लाई यहाँ गर्दा आयो र यो सम जोड्दाखेरि यति भ्यालु आएको छ। यसमा पनि कन्फ्युजन छैन होला। अब कस्ट लिभिङ इन्डेक्स नम्बरको फ्यामिली बजेट मेथडबाट फर्मुला लगाइदिएँ। यो फर्मुला लगाइदिइसकेपछि हाम्रो समेसन डब्लुपी को भ्यालु यहाँनिर आएको छ, यो भ्यालु यहाँ राख्यो र समेसन डब्लु को भ्यालु 100 छ र यो गर्दा 97.87 आयो। यो चाहिँ कहिलेको लागि आयो भन्दाखेरि 2011 को निमित्त। 2010 त बेस हो भनेपछि अब 2010 मा कति थियो त, 100 थियो सपोज गरिन्छ, केही दिएको छैन भने। अब 97.87 भयो भनेपछि 100 माइनस 97.87 गर्दाखेरि घट्यो, डिक्रिज छ भनेर भन्न मिल्यो। त्यही कुरा मैले यहाँ लेखिरहेको छु। कस्ट लिभिङ इन्डेक्स नम्बर इज डिक्रिज बाई 100 माइनस 97.87 इक्वल टु 2.13% डिक्रिज भयो। ल मैले अब यहाँभन्दा अगाडि भनेको थिएँ 30 को ए मा दुईटै मेथडबाट सल्भ गर्छौँ भनेर। एग्रिगेट एक्सपेन्डिचर मेथड्स र फ्यामिली बजेट मेथड्स दुईटैबाट गरिएको छ। 2013 करेन्ट इयर हो भने 2010 चाहिँ बेस इयर सपोज गरिएको छ। हेर्नुहोस् त यहाँ क्वान्टिटी दिएको छ, क्वान्टिटीलाई क्यु नट भनेर बेस इयरको यहाँले राख्यो र प्राइस भनेको यतापट्टि दिएछ, यो बेस इयरको प्राइस हो, पी नट भनेर यहाँले राख्यो र करेन्ट इयरलाई 2013 मानेको कारणले गर्दा यसलाई P1 भनेर यहाँले राख्यो। अब मैले पहिला फ्यामिली बजेट मेथडबाट एग्रिगेट एक्सपेन्डिचर मेथडबाट भनेको कारणले गर्दा एग्रिगेट एक्सपेन्डिचर मेथड भनेको समेसन P1 बाई क्यु नट, पी नट इन्टु क्यु नट इन्टु 100 गर्नुपर्ने। त्यही भएर मैले के गर्छु त भन्दा यहाँ पी नट र क्यु नट चाहिँ मल्टिप्लाई गर्छु यसको लागि। यो गर्यो, डब्लु पनि भन्छ यसलाई। वेट भनेको प्राइस इन्टु क्वान्टिटी, तिमीले खर्च गरेको कुरा। अनि यो P1 र क्यु नट पनि चाहियो, त्यही भएर यो P1 र क्यु नट पनि मैले गरेँ, यो फर्मुला अनुसार निकाल्नको निमित्त काम गरेको हो। ल अब पी नट र क्यु नट यहाँ राखिदिउँ। पी नट र क्यु नट यो दुईटा मल्टिप्लाई गरेर आयो, यी दुईटा मल्टिप्लाई गरेर यहाँ आयो, यी दुईटा मल्टिप्लाई गरेर यहाँ आयो, यी दुईटा मल्टिप्लाई गरेर यहाँ आयो, यी दुईटा मल्टिप्लाई गरेर यहाँ, यी दुईटा मल्टिप्लाई गरेर यहाँ, र यसको समेसन डब्लु भने पनि भयो, समेसन पी नट क्यु नट जोडिदिउँ, यति कुरा आयो। ल यो कुरालाई मैले यस्तरी राखेँ। ल अब यो जोडिएको छ, यो पनि क्लियर छ। अब P1 र क्यु नट गरौँ। P1 र क्यु नट भनेको P1 यो र क्यु नट यो, 12 इन्टु 100, यो र यो, यो र यो, यो र यो, यो र यो मल्टिप्लाई गरौँ, यो र यो मल्टिप्लाई गरौँ, यहाँ राखिदिउँ र यसलाई सम गरौँ, यति आयो। र अब यसलाई अरू केही पनि गर्नु पर्दैन, फर्मुलामा राखे मात्र पुग्नेवाला छ। ल एग्रिगेट एक्सपेन्डिचर मेथडबाट कस्ट लिभिङ इन्डेक्स नम्बरको फर्मुला यहाँ रेडी छ र यसमा भ्यालु समेसन P1 क्यु नटको भ्यालु यो र समेसन P नट क्यु नटको भ्यालु यो राख्दा बित्तिकै हाम्रो भ्यालु आयो 142.13। दुईटैको एन्सर एउटै आउनु पर्ने हुन्छ। अब हाम्रो फ्यामिली बजेट मेथड्स, यहाँभन्दा अगाडि पनि हामीले अहिलेसम्म फ्यामिली बजेट मेथडबाटै काम गरेका थियौँ। अब फ्यामिली बजेट मेथड भन्दा बाहेक इक्जाममा भन्यो भने त्यसरी पनि गर्नुपर्ने हुँदो रहेछ। यो भनेको समेसन डब्लुपी अथवा समेसन डब्लुआई बाई आई हो।
र यो गर्नको निमित्त W र P मल्टिप्लाई गर्नुपर्ने देखियो। र यहाँ P भनेको चाहिँ P1 by P नट इन्टु 100 पनि हो, क्यापिटल P हो यो। त्यही भएर यहाँ पहिला क्यापिटल P निकाल्छौँ। ओके, त्यसको लागि हो, यसको लागि यो फ्यामिली बजेट मेथडबाट काम गर्न लागेको कारणले गर्दाखेरि यो फर्मुला युज गर्नलाई P को भ्यालु P1 by P नट हामी निकाल्दैछौँ, ख्याल गरौँ। अब P1 by P नट, P1 कहाँनिर छ P1 हेरौँ, P1 by P नट इन्टु 100 यति आयो। सिमिलरली P1 by P नट इन्टु 100, सिमिलरली अदर्स है यसरी। अब के गर्नु पर्यो, W र P मल्टिप्लाई गर्नुपर्ने छ। फर्मुलामा मिलाउनको निमित्त W र P मल्टिप्लाई गरौँ। W भनेको कहाँनिर छ, यहाँनिर छ, र P भनेको यो 800 इन्टु 150, 125 इन्टु 125, 50 इन्टु 105 मल्टिप्लाई, यो र यो मल्टिप्लाई, यो र यो मल्टिप्लाई, यो र यो मल्टिप्लाई गरेर यहाँ राखौँ। अब सबैलाई जोडिदिउँ त कति आउँछ, ल ट्राई गर्नुहोस् त कति आउँदो रहेछ जोड्दाखेरि, यति आउँदो रहेछ समेसन WP। ल अब फ्यामिली बजेट मेथडबाट गर्दैछौँ, त्यही भएर समेसन WP बाई समेसन W, समेसन WP को भ्यालु यति छ र समेसन W को भ्यालु हामीले यहाँ यति निकालेका छौँ। ल राख्दाखेरि त्यही माथिको जस्तै आएको छ, सेम हुन्छ। ल यो पनि सक्यो। अब 30 को B नम्बरलाई हेरौँ, 30 को B मा पनि सिमिलर रहेछ, झन् सजिलो रहेछ यो। The following table gives a cost living index number of different companies. Cost living index number दिएको छ together with their respective weight for 2012. The base year is 2000 रहेछ। वेट मलाई यहाँ वेट दियो, वेट यतापट्टि लगेर कपी गरेँ र वेटको सम पनि गरिसकेँ र इन्डेक्स चाहिँ यतापट्टि दिएको कारणले गर्दा इन्डेक्स पनि मैले यहाँ लगेर राखिसकेँ। अब मलाई पहिला obtain the overall cost living index निकाल्न भनेको छ, त्यही भएर मैले त यो इन्डिभिजुअलको इन्डेक्स दिएको थियो। अब ओभरअलको निकाल्नको लागि त कस्ट लिभिङ इन्डेक्स नम्बरको फर्मुला समेसन WI बाई समेसन W गर्नु पर्यो। त्यही भएर समेसन W आवश्यक पर्ने चाहिँ यहाँ निकालेर राखिसकेको छु। यो W र I चाहियो, W र I मल्टिप्लाई गर्ने, यो र यो मल्टिप्लाई गर्दा 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 यो सम गरौँ त ल कति आउँछ, यसलाई जोडिदिउँ, जोड्दा आउँछ यति समेसन WI। ल र यहाँ राखिदिने र हाम्रो भ्यालु आयो यति 359.90। र नेक्स्ट पार्टमा यसले के भनेको छ, यहाँभन्दा अगाडि नै गरिसकेको छ। कुनै पनि व्यक्तिको अर्निङ चाहिँ 5000 थियो 2000 सालमा, 2000 सालमा 5000 थियो भने अब आएर 2012 मा स्यालेरी कति हुन्छ, उसको स्ट्यान्डर्ड लिभिङ मेन्टेन गर्नलाई 2000 को 2000 सालमा जस्तै स्ट्यान्डर्ड लिभिङ मेन्टेन गर्नको निमित्त 2012 मा स्यालेरी कति हुनुपर्छ भनेर भनेको छ। हेरौँ त, इफ लिभिङ इन्डेक्स इज 100 देन द स्यालेरी इज 5000। स्यालेरी चाहिँ ₹5000 रहेछ, लिभिङ इन्डेक्स चाहिँ 100 भएको बेलामा भनेको इनिसियल इयरमा हामीले 100 सपोज गरेको। अब यसलाई युनिटरी मेथडबाट 1 भएको भए के हुन्थ्यो भनेर भन्थ्यो, 100 को ठाउँमा 1 भएको भए के हुन्थ्यो त, कम हुन्थ्यो, स्यालेरी घट्थ्यो, त्यही भएर डिभाइड गरियो। अब अहिले लिभिङ कस्ट लिभिङ इन्डेक्स कति छ, 359 छ, त्यही भएर 1 को ठाउँमा 359 भयो भने के हुन्छ त नि, यही एउटाको यति छ भने 359.90 कति हुन्छ इन्टु मल्टिप्लाई गर्नु पर्यो। यसैलाई मल्टिप्लाई गर्दाखेरि ₹17,995 आयो। यो कुरा पनि एक्जाममा धेरैचोटि सोधेको हो, ख्याल गर्नुपर्ने छ है। ल यसलाई पनि मैले टुङ्गाएँ, यहाँभन्दा अघिल्लो क्वेसनहरुमा पनि गरेको थियो। र लास्ट क्वेसन छ 31 नम्बरको क्वेसन्स, यसलाई अलिकति बुझ्नुपर्ने हुन्छ। हेरौँ है त, बुझौँ पहिला।
नेपाल राष्ट्र बैंक conducted household budget survey in Kathmandu for consumer goods 5 successive years भनेको बैंकले एउटा सर्वे गरेको रहेछ कतिवटा वर्षको एउटा दुईटा तीनटा चारवटा पाँचवटा वर्षको सर्वे गर्यो 1996 त्यसपछि 2 वर्षपछिको त्यसपछि 2 वर्षपछि 2 वर्षको फरकमा सर्वे गरेर रहेछ The report shows that in the calendar year 2000 मा 2000 सालमा एभरेज प्राइस अफ डेली कन्ज्युमेबल गुड्स इज 25 मोर देन द इयर 1998 1998 को भन्दा 2000 को के रहेछ बढी रहेछ 25% ले while in 1996 मा त 15% लेस रहेछ 2000 को भन्दा but it was 50% more than in 2002 2002 को भन्दा 50% more रहेछ 2000 मा 45% more than in 2004 2004 मा चाहिँ 2000 को भन्दा 40% more रहेछ भनेर भनेको छ कसैमा बढी छ कसैमा कम छ भनेर भन्छ based on the reported figures find the price consumable goods also construct the price relative index using 2000 बेस 2000 साललाई बेस मान्नु पर्यो र प्राइस रिलेटिभ इन्डेक्स निकाल्नु पर्यो प्राइस रिलेटिभ इन्डेक्स भनेको के हो P1 by P नट इन्टु 100 ले दिन्छ हामीलाई निकाल्न भनेको त्यति हो अब यसको निमित्त हामीलाई 2000 बेस दिएको कारणले गर्दा 2000 मा चाहिँ प्राइस चाहिँ इनिशियलमा चाहिँ अब यहाँ कतै पनि दिएको छैन त्यही भएर इनिशियललाई मैले बेस इयरलाई चाहिँ अहिले बेस 2000 मानेको छु त्यही भएर 2000 लाई चाहिँ मैले सपोज गर्दा ठिक हुन्छ हुन त यहाँ 1996 लाई 1998 लाई मानेको भए पनि हुन्थ्यो अब त्यो मैले मानिन यहाँ क्वेशनले जे सोधिरहेको छ त्यसैमा गए म यसलाई 100 रुपैयाँ मान्थे 100 रुपैयाँ मानिसकेपछि क्वेशनले भनेको छ प्राइस इन द इयर 1998 अब मैले निकाल्छु यहाँबाट थाहा छ नि त के भनेको छ भन्दाखेरि द रिपोर्ट सोज दैट द क्यालेन्डर इयर 2000 the average price of daily consumable goods 25 more than year in the यो 2000 सालको प्राइस इक्वल टु 1998 को भन्दा 25% ले बढी थियो त्यही भएर 1998 को लागि मैले यक सपोज गरेँ अकॉर्डिंग टु क्वेशन्स प्राइस इन 2000 सालमा प्राइस इक्वल टु कति थियो प्राइस 25% मोर देन इन द प्राइस इन द इयर 1998 1998 सालको भन्दा 25% बढीले कसको प्राइस थियो 2000 इयरको प्राइस थियो यति लाग्थ्यो र प्राइस अफ 2000 लाई कति मानेको छ त 100 मानेको छ अब 25% बढी भनिसकेपछि त मैले त 1998 सालको प्राइसलाई यक्स मानेको छु यक्स प्राइस भयो 1998 सालको त्यसमा कति पर्सेन्टले बढ्यो यक्स को 25% ले बढ्यो भनेर त्यो जोड दिनु पर्यो नि त यो त 1998 को प्राइस हो यो चाहिँ बढेको प्राइस हो त्यसैको सो यति गर्ने अब 25 लाई मैले पर्सेन्टेज चेन्ज गर्नलाई पर्सेन्टेज हटाउनलाई 100 ले डिभाइड गर्छु र यसलाई यतापट्टि ल्याएर राखेको छु है यसले कन्फ्युजन नहुने ल 25 by 100 into x गरियो र यो 100 ले एलसीएम लिँदाखेरि 100x plus 25x by 100 भयो इक्वल टु 100 अब यस पछाडी हुन्छ 100 ले मल्टिप्लाई 100 into 100 गर्दाखेरि यति आयो र 125x यतापट्टिको यो दुईटा जोड्दाखेरि आइरहेको छ अब डिभाइड गर्दा 80 आयो त्यही भएर प्राइस इन द इयर 1998 इक्वल टु 80 आयो यस्तै गरी अरु सबै निकाल्छौं है प्राइस सबैभन्दा पहिला प्राइस निकाल्न भनेको छ नेक्स्ट पार्ट अर्को के भनेको छ र त यहाँ क्वेशन बुझौं है अब मोर देन in the while in the year 1996 मा it was 15% less थियो 15% लेस थियो भने यसैलाई लेख्दिने प्राइस इन 2000 इक्वल टु प्राइस 15% लेस इन 1996 अब 1996 को प्राइसलाई मैले यक्स भनेर सपोज गर्छु है जे सपोज गर्दा नि हुन्छ यतापट्टि प्राइस इन 2000 त हामीले 100 मानेका छौं 100 इक्वल टु घट्ने भएपछि त घटाउनु पर्यो नि त यहाँ लेस भनेपछि त घटाउनु पर्यो
मोर भन्दा प्लस गरिन्छ यक्स माइनस कति यक्सको कति 15% गर्नु पर्यो यक्स भनेको 1996 को प्राइस हो त्यसमा 1996 को प्राइसमा कति घट्यो 15% घट्यो भनेपछि यक्स माइनस त्यही यक्सको 15% गर्नु पर्यो नि त त्यही भएर 15 लाई पर्सेन्टेज हटाउनलाई 100 गरियो एलसीएम लियो 100 र 100 इन्टु 100 गर्दाखेरि यति आयो र 100 बाट 15 घटाउँदाखेरि 85 यक्स र डिभाइड गर्दाखेरि यति आयो सिमिलरली यस्तै गरी अरु पनि निकाल्न सकिन्छ र अर्को पार्टमा नेक्स्ट पार्टमा क्वेशनले अब के भनेको छ यहाँ हेरौँ त but it was 50% more than in 2002 2002 मा चाहिँ 50% मोर रहेछ त्यही गर्छौं प्राइस इन 2000 इक्वल टु प्राइस 50% मोर देन 2002 अब 2002 को प्राइसलाई यक्स सपोज गर्दिने यक्स से गरिया छ यो प्राइस इन 2000 त 100 हो र मोर भएको कारणले गर्दा यक्स प्लस यक्स इन्टु 50% गर्ने र पर्सेन्टेज हटाउनलाई 50 ले 100 ले डिभाइड गरियो यो यतापटि लगेको छ यतापटि एलसीएम 100 इन्टु यक्स प्लस 50 यक्स इक्वल टु 100 यसरी आयो है अब मैले यसलाई धेरै एक्सप्लेन गरिन सबै सिमिलरली छ माथिबाटै ल अब डिभाइड गर्दै 150 ले कति आयो त x इक्वल टु 66.67 लास्ट पार्टमा क्वेशनले के भनेको छ त्यो पनि हेरौं 45% मोर देन इन 2004 2004 मा 45% मोर देन भनेको त्यही कुरा यहाँ लेखिएको छ अरु केही गरेको होइन 2000 को प्राइस इक्वल टु 45 मोर देन इन 2004 ल अब यसलाई यक्स मान्दियौ सपोज गरौं प्राइस इन 2004 लाई अथवा यक्स नभने यक्स वाइ जेड जे माने पनि हुने भयो फरक फरक देखाउन मन लाग्छ भने अब मोर भनेको कारणले बीचमा प्लस आयो यक्स प्लस यक्स इन्टु पर्सेन्टेज कति दिएछ त्यही गर्ने है पर्सेन्टेज 45 डिभाइड 45% हुनलाई डिभाइड बाइ 100 एलसीएम 100 100 ले 100 लाई मल्टिप्लाई गर्यो 100 इन्टु 100 145 यक्स र हाम्रो भ्यालु आयो 45 ले 145 ले डिभाइड गर्दा यति अब यसैलाई मैले इयर भनेर यतापटि राखेँ र भर्खरै निकालेको यो प्राइजहरुलाई यहाँ राख्दै छु कुन कुन भन्दा भर्खरै निकालेको प्राइज भनेको यो इनिशियल प्राइजलाई त हामीले 100 मानेका छौं है इनिशियल प्राइजलाई 100 2000 को लागि 100 मानेका छौं र यो 80 आयो र यो यति आयो र यो चाहिँ यति आयो अब यसलाई त्यस्तै यो चाहिँ 68.97 आयो इयर अनुसार मिलाइदिने माथिको कपी गरेको 2000 मा 100 त्यसपछि 80 आथ्यो त्यसपछि 100 यसलाई मिलाएर लेखेको जुन जुन इयरको हो त्यही त्यही इयरमा मिलाएर राख्यो अब मलाई यसले प्राइस के भनेको छ भन्दाखेरि प्राइस रिलेटिभ इन्डिसेस युजिङ 2000 एज अ बेस इयर भनेको रहेछ अब प्राइस रिलेटिभ इन्डिसेस विथ अ बेस इयर 2000 भनिसकेपछि हेरौँ फर्मुला करेन्ट प्राइस बाइ बेस प्राइस इन्टु 100 हो करेन्ट प्राइसलाई हामीले P1 लेखियो भने बेस प्राइसलाई P नट इन्टु 100 गरिन्छ र बेस चाहिँ क्वेशनले 2000 मान्न भनेको कारणले गर्दा 2000 सालको भनेको कारणले गर्दा P नट भनेको हामीले 100 सपोज गरेका छौं त्यही भएर 100 P1 बाइ 100 इन्टु 100 भनेपछि P1 नै आउने भयो भ्यालु है P1 नै हुने भयो त्यही हेरौँ अब यहाँ P1 बाइ 100 यो करेन्ट इयर त यो भयो P1 बाइ 100 इन्टु 100 गर्नु पर्यो यही नै भ्यालु आउने भयो यो डिभाइड बाइ यो इन्टु 100 100 लाई मैले सर्कल लगाएको छु यो बेस हो त्यस्तै यहाँ पनि 80 बाइ 100 इन्टु 100 यसमा 100 बाइ 100 इन्टु 100 यसमा 100 66.67 इन्टु डिभाइड 100 इन्टु 100 68.97 डिभाइड 100 इन्टु 100 यो 100 चाहिँ यहाँबाट आएको है बेस क्लियर हुनु पर्यो अब यो कुरा सकियो यसपछि अर्को पनि भनेको छ क्वेशनले बी नम्बरमा हेरौँ त नेक्स्ट पार्टमा बी नम्बरमा क्वेशनले भनेको कुरालाई हेरे प्राइस
प्राइस रिलेटिभ इन्डिसेस निकाल्दा कति बेला एभरेज अफ 1996, 1998 र 2000 लाई बेस मानेर भनेको यसको यी तीनटाको प्राइसको एभरेज निकाल्ने। अब कति आउँछ यो डिभाइड बाई 3 निकाल्ने र बेसलाई जति आउँछ त्यसलाई बेस मानेर काम गर्ने। त्यही भएर सबैभन्दा पहिला एभरेज निकालौँ। एभरेज अफ 1996, 1998 र 2000। 1996 को 117.65 छ, माथि हेरौँ यसको 80 छ र यसको 100 छ, डिभाइड बाई 3 गर्दाखेरि हाम्रो आयो 99.2। 1996 को यति, यो र यो डिभाइड बाई 3 गरियोस् प्लस गरेर, र यति गरिसकेपछि हाम्रो के भयो त, अब प्राइस रिलेटिभ इन्डिसेस विथ बेस 99.2, बेस चाहिँ 99/2 भयो। अब करेन्ट प्राइस बाई 99.22 इन्टु 100 गर्न पाइयो। ल त्यही कुरा लेखेँ मैले, प्राइस रिलेटिभ प्राइस इन्डिसेस using the base year as an average of 3 years। के भयो त, अब यो प्राइस कति छ 176.65 डिभाइड बाई हाम्रो बेस कति 99.22 आएको छ। तल निकालेको छौँ 99.22 इन्टु 100। यसमा कति 80/99.2 इन्टु 100। यसमा कति 100/99.2 इन्टु 100। यसमा कति 66.67/99.2 इन्टु 100। 68.697/92/92.2 इन्टु 100। यसरी बेसलाई चाहिँ यो 99.2, यो 99.2, यो 99.2, यो 99.2 र यो 99.2 चाहिँ सबैको एउटै भयो बेस। करेन्ट प्राइस चाहिँ हाम्रो जुन इयरको निकाल्ने त्यही अनुसार हुने भयो। र यसरी यो हामीले इन्डेक्स नम्बरको बुकको क्वेसनहरू चाहिँ गरेर सकेका छौँ। अब यस पछाडि चाहिँ हामी ओल्ड इज गोल्डको इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ गर्नेछौँ। आजलाई चाहिँ यति नै।